नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत छ हाम्रो ओकेजे टिच युट्युब च्यानलमा। तपाईहरुले आज यो भिडियो हेर्नुहुन्छ कि जुन भर्खरै तथ्याङ्क विभागले भ्याकेन्सी खोलाएको छ करारमा सुपरिवेक्षक गर्नको लागि आर्थिक जनगणना दिन सम्बन्धीको लागि। त्यसको बारेमा त्यसमा के कस्तो सेवा सुविधा छ, के कस्तो डकुमेन्टहरू चाहिन्छ, कुन महिनामा काम गर्नुपर्छ, के कस्तो छ भनेर सम्पूर्ण जानकारीहरू लिनुहुन्छ। त्यसको लागि यो भिडियोलाई अन्तसम्म हेरिदिनु होला। जस्तै कि तपाईहरुले यस भिडियोमा फोटोमा हेरिराख्नु भएको छ, तथ्याङ्क कार्यालयले करारमा सेवा लिने सम्बन्धी सूचना निकालेको छन् जुन 10 महिना 1 गतेको रहेछ हैन। तिनीहरूको सुपरिवेक्षकको लागि 526 हैन। तिनीहरूको सेवा सुविधा चाहिँ खरिदार सुब्बा स्तरको रहेछ 34,730 र यसको लागि छनौटमा चाहिँ सर्टलिस्ट गर्छ र त्यसपछि अन्तवार्ता लिन्छ। त्यसरी गरी नै कनकको लागि 3,913 जनाको विज्ञापन खोलाएको छैन। त्यो दुवैको काम गर्ने अवधि चाहिँ 2.5 महिना रहेछ र यसमा चाहिँ +2 वालाले भर्न पाउँछ। +2 पास गरेको वा चोसर वालाहरूले एप्लाई गर्न मिल्छ र सुपरिवेक्षकको लागि स्नातक उत्तीर्ण गरेकोहरूले भर्न पाउँछ। त्यसै गरी तपाईहरुलाई यसमा चाहिँ के कसो डकुमेन्ट चाहिन्छ र कसरी भरिन्छ भनेर तपाईहरुलाई यहाँ अर्को फोटोमा हेराउन गइरहेको छु। जस्तै यहाँ चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ दुवै भ्याकेन्सीको लागि चाहिने डकुमेन्टहरू नागरिकता, नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको तथ्याङ्क, ल्याम्बिङ पत्र, ट्रान्सक्रिप्टको प्रतिलिपि, क्यारेक्टर सर्टिफिकेट र अनुभवको प्रतिलिपि। तपाईहरुले यसभन्दा कुनै पनि तथ्याङ्क कार्यालयहरूमा काम गर्नु राख्नु भएको थियो या केही तथ्याङ्क जस्तै कि जनगणना, आर्थिक गणना, कृषि गणना योभन्दा पहिला चाहिँ गरिराख्नु भएको थियो भने त्यसको चाहिँ विशेष प्राथमिकता दिन्छ हैन। त्यसैको आधारमा चाहिँ खोलाएको छ र त्यसको चाहिँ कार्यक्षेत्र रहेछ सम्भव भएसम्म उम्मेदवारले रोजेको स्थान र काम गर्ने विवरण गर्नकोले तथ्याङ्क सङ्कलन र सुपरिवेक्षकको तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षक कार्य गर्नुपर्नेछ। उमेरको हद चाहिँ 18 वर्ष पुरा गरी 45 वर्ष ननागेको। अनलाइन दरखास्त फारम भर्ने लिङ्क यहाँ दिएको छ, त्योबाट तपाईहरुले एप्लाई गर्न सक्नुहुन्छ। काम गर्नुपर्ने अवधि चाहिँ 2082 चैत 26 गतेदेखि 2083 असाढ 8 गतेसम्म चाहिँ काम गर्ने अवसर चाहिँ हुनेछ। और यसको चाहिँ विस्तृत विवरणहरू जान्नको लागि फोन गर्न सक्नुहुन्छ। यहाँ नम्बर दिएको छ हैन। र तथ्याङ्क कार्यालयमा पनि जान्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। र त्यसको अनलाइन फर्म भर्नको लागि तपाईहरुले यो च्यानलको डिस्क्रिप्सन बक्समा रहेको लिङ्कबाट पनि जान सक्नुहुन्छ र मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो विवरणमा चाहिँ यसरी तपाईहरुलाई फर्मको नमुना छन्, के चाहिन्छ भनेर यहाँ भर्नको लागि त्यसरी देखाएको छ हैन। त्यसरी फर्म भर्न सक्नुहुन्छ।